निकै मान्छे भेला हुँदो रहेछ हजुर उता गएर आउनु धेरै मान्छे भेला भएर चाहिँ अहिले हामी फर्किँदै यता पस्छौँ यहाँ तपाईँलाई म देखाउँछु यहाँदेखि सब यस्तो घरै घर बनाएको थियो पहिला चाहिँ खासै थिएन एक जोडा मात्रै थियो अहिले चाहिँ पुरै घरै घर रहेछ यहाँ घुम्तीहरू सानो सानो बाटोमा त्यो लाइने रहेछ यस्तो सानो सानो पसलहरू बाटो पनि धेरै ठुलो बनाएको रहेछ बढाएर त्यो माथि झन्डा हजुर त्यो माथि देखेको झन्डा चाहिँ लभ डाँडा हो त्यहाँ मान्छेहरू धेरै जान्छ त्यहाँ डाँडाबाट धेरै ठाउँको भ्यूहरू देखिन्छ र यहाँ चाहिँ घोडाहरू छ घोडा चढ्ने घोडा चढेर भिडियो गर्ने घोडामा चढेर गइरहेछ मान्छेहरू पहिला थिएन अहिले यो सिडी बनाएको छ यहाँ माथि जाने डाँडामा यस्तो सिडी बनाएको छ पहिला चाहिँ थिएन म आउँदा यो सिडी बनाएको थिएन अहिले यस्तो सिडी बनाएको छ राम्रो भएको छ मान्छेको लागि माथि डाँडामा जानुको लागि हामी यहाँ माथि जाँदैछौँ आमा र म सिडीमा चढेर अलिक माथि छ डाँडामा त्यहाँ पुगेर आएको छु त्यहाँको भ्यूहरू अहिले चाहिँ यहाँ घाम लागेको छ अघि पुरा भुइँकुरो लागिरहेको थियो अहिले चाहिँ दिन एकदम राम्रो हुँदैछ घाम लाग्दैछ मौसमले एकदम साथ दिइरहेछ भिडियो बनाउनको लागि यहाँ चाहिँ बस्नुको लागि पनि बनाइदिएको छ यहाँ चाहिँ नेपालको झन्डा राखिदिएको छ गाडीको रोडहरू पनि एकदम राम्रो देखिरहेको छ यता यो पसलहरू सानो सानो घुम्तीहरू यता घोडा चढेर मनोरञ्जन लिनेहरू पनि यता छ टिकटक बनाउने फोटो खिच्नेहरू एकदम राम्रो देखिँदो रहेछ यहाँदेखि चाहिँ तलको यो रोडहरू चियाबारी वरिपरि